नमस्कार ससमा त हेर त आहा अन्ध कम छैन हेलो गाइज वेलकम टु माई नेक्स्ट ब्लग आज ब्लग हाम्रो घरदेखि दहसम्मको यात्रा अनि दहमा आज के कस्तो छ दहमा के कस्तो नयाँहरू चिजहरू बनेको छ म हजुरलाई सबै देखाउने छु कृपया लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला। हेलो दर्शकबिन नमस्कार सबैजनालाई मेरो तर्फबाट आज हामी अनि पाडेन तपोभूमि दर घाँची पाडेन 2 पोखरा थोक नभनौँ पाडेनी माथि 4 देखिन सक्छ यो पाडेनी तपोभूमि दहको क्षेत्र आज धुरी लागेको छ अनि मौसम एकदम सफा छ। यहाँ देख्न सक्छ वरिपरि अलग अलग मन्दिरहरू रहेको छन् प्रत्येकमा अलग अलग भगवानको मूर्तिहरू रहेको छ। हजुरहरूले यहाँ म पाडेन तपोभूमिहरूको बारेमा सबै जानकारीहरू र साथसाथै तपाईहरूको मनमुटुलाई लोभ्याउने खालको दृश्यहरू पनि देखाउने छु। यहाँ यो दहमा हाम्रो दह भन्ने ठाउँमा यो पोखराथोकमा रहेको र पाडेनीमा रहेको यो पर्यटकीय स्थलीय ठाउँमा यहाँ ऋषि मुनिहरूले तप गरेर भगवान महादेव भन्नाले शिवजीले पाउन सक्नुभएको थियो र उहाँले दर्शन पनि गर्नुभएको थियो। यहाँ यो यस्तो ठाउँ हो यहाँ विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न आउनु गर्नुहुन्छ। यहाँको दृश्य देखिन्छ कति हरियाली र आनन्द मनमोहक अनि त्यसपछि मन लोभ्याउँदो छ। यहाँ आएपछि अलग्गै शान्ति र सुखको आभास हुन्छ। देख्न सक्नुहुन्छ गाइज यहाँ हामी धेरै दिनपछि आएका छौँ। पहिला पनि दहको मैले भिडियो बनाएको छु तर यति डिटेलसँग बनाउन पाएको थिइनँ। त्यसैले म पहिलाको भिडियो के कस्तो भयो तपाईहरुलाई मन पर्छ पर्दैन हेर्नु होला अनि म पछि तपाईहरुलाई हैन मैले आइकनमा राखिदिने छु आई बटनमा। देख्न सक्नुहुन्छ गाइज यहाँ महादेवको शिवलिङ्ग स्थित गरिएको छ। यहाँ शिवलिङ्ग हर महादेव यहाँ दुर्गाको फोटोहरू पनि छ साथमा। यहाँ एकदम राम्रो फुल हैन चमेलीको फुल जस्तै छ हैन एकदम राम्रो सुगन्ध आउने सेतो फुल श्वेत फुल हनुमानको मूर्ति हजुरले चिन्नुहुन्छ होला। यहाँले देखिन्छ यहाँ विभिन्न ठाउँबाट आउनुभएका पर्यटकहरू हुनुहुन्छ। यहाँ आजको मौसम अलगै छ है त देख्न सक्नुहुन्छ गाइस। आज पनि म विशेष गरी यहाँ दह घुम्नको लागि आएको थिएँ। देख्न सक्नुहुन्छ गाइस हाम्रो पर्यटकीय स्थल कति राम्रो सुन्दर र मनमोहक छ। आज धुरी लगाएर हेर्नु कहिले धुरी लाग्ने कहिले साफ हुने गरेको छ। त्यसकारण यो ठाउँमा भने सधैँ यस्तै हुन्छ किनकि यहाँको दृश्य पनि अत्यन्तै सुन्दर छ र यहाँको एकदम वातावरण चिसो र शरीरलाई शीतल बनाउने खालको छ। देख्न सक्नुहुन्छ गाइस यहाँ मान्छे टाढाबाट आउनु भएको छ। देख्न सक्नुहुन्छ उहाँ भजन हुँदैछ त्यो ठाउँमा भजन हुँदैछ। भजन हुने ठाउँ यहाँहरू फोटो खिच्ने महादेवको तपोभूमि विभिन्न ठाउँबाट आउनु भएको छ र आज यहाँ देख्न सक्नुहुन्छ यत्रो पुरै वरिपरि हैन देख्न सक्नुहुन्छ यहाँ धुरी लागेको। यहाँ भित्र गएर आइसकेका छौँ अब बाहिरको दृश्य देखाउनेछु र माथिपट्टि पनि रहेका छन्। तपाईहरुलाई म पुरा दृश्य देखाउने नै छु। फिलहाल केही समयको लागि पर्खनुस् म तपाईहरुलाई सबै दृश्य देखाउने नै छु। यहाँ काठमाडौँदेखि नै पर्यटकहरू आउनु भएको छ। यहाँहरू कार्यक्रम सञ्चालन गर्न आउनु भएको रहेछ। यहाँहरूले कार्यक्रम सञ्चालन यहाँ भइरहेको छ काठमाडौँदेखि आएर। यहाँ नास्ता चल्दैछ सबैजनाको। यहाँ रहेको छ हामी सबै पाडेन तपोभूमि घुम्न आएको। देख्न सक्नुहुन्छ गाइज यो काठमाडौँदेखि आएको बस पर्यटकहरू घुम्न आएको बसहरू यही हो। देख्न सक्नुहुन्छ यो माथि जाने सिडी यहाँ यस्तो दामी एकदम राम्रो अत्यन्तै राम्रो सिडीहरू बनाइएको छ यहाँ माथि। म तपाईहरुलाई बाँकी बचेका मन्दिरहरूको दर्शनका साथसाथै दृश्य अवलोकन पनि गराउने छु। हजुरहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ जय दुर्गा
मा दुर्गाको मन्दिर छ यहाँ देख्न सक्नुहुन्छ। यहाँ बाघमासेको माता नवदुर्गा भनेर चिन्न सकिन्छ हामीले। नवदुर्गाको नि यहाँ छ। अनि फेरि यहाँ देख्न सक्नुहुन्छ भोलेनाथ भयशङ्कर र यहाँ माताको देख्न सक्नुहुन्छ। यो हल्का थोरै जुम गरेर देखाइदिन्छु म, देखाउन सक्छु। फेरि खासै राम्रो त आउँदैन, म त्यही पनि देखाएको छु। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला अनि कमेन्ट गर्नु होला। साथसाथै कस्तो भिडियो बनाइदिउँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरी हामीसँग जोडिनु होला। अनि देख्न सक्नुहुन्छ यहाँ हाम्रो श्रीकृष्णजी हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ श्रीकृष्णहरूको छ यो सिसाभित्र श्रीकृष्णको मूर्ति रहेको छ। यहाँ देख्न सक्नुहुन्छ। खासै राम्रोसँग देखिँदैन तर हल्का म देखाउनु प्रयास गर्ने छु। थोरै हल्का देखिसकेको छैन खासै, भित्र लाइट भएको कारणले गर्दा। देख्न सक्नुहुन्छ म यहाँ तलतर्फ लागेको छु। यहाँ तल यस्तै सिडीहरूको निर्माण गरिएको छ। यहाँ तल देख्न सक्नुहुन्छ गाइस। यति राम्रो होइन, फुलबारीहरू पनि रहेको छ। यहाँ फुलबारीहरूको निर्माण गरिएको छ विभिन्न ठाउँबाट यहाँ। अनि यहाँ सबभन्दा आनन्द हामीलाई प्रेम सिकाउने, प्रेमको भाषा र प्रेमको परिपूर्ण गराउने भगवान श्रीकृष्ण यहाँका परमगुरु यहाँ हुनुहुन्छ स्वामी श्री कृष्णानन्द परमहंस र मैले हजुरलाई जुन पनि देखाएँ उहाँ ऋषिहरूले, उहाँ व्यक्तिले कयौँ वर्ष तपस्या गरेर संसारिकमा मोहमाया छोडेर उहाँले यहाँ महादेवको तपस्या गरेर उहाँले साक्षात् महादेवलाई देख्न सक्नुभएको थियो। र त्यसै कारणले गर्दाखेरि यो पाण्डे तपोभूमि दहमा यहाँ शिवजीको बास छ। र यहाँ पूजा गरिसकेपछि हरेक बेला जति बेला पनि जे जस्तो मौसम बिग्रे पनि यहाँ पूजा गरिसकेपछि यहाँ पानी आउने गर्छ। र देख्न सक्नुहुन्छ यहाँ गाइस हाम्रा सागरजीलाई देख्न सक्नुहुन्छ। उतापट्टि फर्किन मुख उता फर्काउनु छ, चिटिक्कै पर आउनु केटी पोसी लाग्छन् भनेर, तर केटी पोसी नलाग्ने कारणले गर्दा एकदम निराश अवस्थामा हुनुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ सबै चिज यहाँ सबैलाई जम्मा गरेर होइन यहाँ के चलिरहेको छ। एक आपसमा संवादहरू नगरिकन अरू सुन्ने मान्छेहरूलाई पनि बाधा व्यवधान नपुर्याइकन यहाँहरू एकाग्र भएर यहाँ भने पुराणहरूको वाचन भइरहेको छ पुराणहरूको। अनि फेरि वेद हाम्रो पुराना ग्रन्थहरूको बारेमा व्याख्या हुँदैछ। यहाँ गणपति बाप्पा हुनुहुन्छ। गणपति बाप्पालाई यहाँ पूजा, गणपति बाप्पाको पूजा बिना कुनै पनि भगवानको पूजा सुरु गरिँदैन। किनकि गणेशलाई प्रथम पूज्य भनेर चिन्न सकिन्छ। यहाँ बजरङ्गबलीको यहाँ रहेको छ रामजीको मूर्ति, राम हनुमानको। अनि फेरि गणपतिहरूको अनि साथै देख्न सक्नुहुन्छ गाइस यहाँ यतापट्टि रहेको छ मूर्ति भनेको। यता हाम्रो प्यारो जय पुरा होइन हनुमानजी, सीता, राम, लक्ष्मण देख्न सक्नुहुन्छ। यहाँ मूर्तिहरू रहेको छ। यहाँ हजुरहरूलाई मनपर्छ भने आउनुहोस्, घुम्नुहोस् अनि दर्शन गर्नुहोस्, किनकि यहाँको दृश्य अत्यन्त राम्रो र मनमोहक छ। अनि यहाँ रहेको छ हाम्रो श्री मतलब पैसा धन प्रदान गर्ने लक्ष्मी माताको यहाँ दान पेटिका रहेको छ। देख्न सक्नुहुन्छ फाइनली यहाँको धुधीहरू पुरै होइन हुर्रो धुधीहरू पुरा साफ सफाइ भइसकेको छ। यहाँको दृश्य देख्न सक्नुहुन्छ कति राम्रो अनि मनमोहक छ। पाण्डे तपोभूमि दहको यहाँ पोखरी रहेको छ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ सिमेन्टको जुन यो एरिया कभर गरिएको छ। यहाँ आँखा भन्दा यहाँ मान्छे देख्ने एरिया रहेको छ। अनि उतापट्टि शिवजीको मूर्ति मुनि पनि एउटा आँखा र यहाँ 3वटा आँखा रहेका छन् पहिला सुरु यहाँ। त्यसै कारणले गर्दा यहाँ वरिपरि बााउन्ड्री लगाइएको छ। यहाँ देख्न सक्नुहुन्छ पोखरो छ। अनि यहाँ शिवजीको मूर्तिहरू छ। यहाँ सबैले पर्यटकहरू आएर विभिन्न ठाउँबाट आएर फोटो खिच्ने अनि फेरि दर्शन गर्ने कारणले गर्दाखेरि यहाँ आएर वर माग्ने काम गर्नुहुन्छ। यहाँ वर मागेको सबै चिज पुरा हुने गर्छ। गाइस म अब माथितर्फ लागेँ, यो बाटाबाट माथि लागिसकेको छु, देख्न सक्नुहुन्छ।
त्यसरी चाहिँ हामी माथि लागिसकेका छौँ। म भने बल्ल देखिएको छ होइन, किनकि धेरै भिडियोहरू तपाईँहरूलाई म यहाँ देखाउन सक्छु भनेर। अनि यहाँ हल्का काम पनि चलिरहेको छ, फेरि नयाँ निर्माण हुँदैछ कि यहाँ विकसित हुँदैछ। यहाँ पहिला केपी शर्मा ओली आउनुभएको थियो त्यति बेला, त्यही कारण त्यति बेलादेखि यहाँ विकसित हुँदै गएको छ र पहिला पनि हल्का हल्का विकसित भएछ, तर पछि झन् विकसित हुँदै गएको छ। र यहाँ मैले तपाईँलाई बजेको सानो मन्दिर देखाउने छु। यहाँका ऋषि देख्न सक्नुहुन्छ। यहाँ यिनी सबभन्दा यहाँ ऋषि हुनुहुन्छ जसले यहाँ शिवजीले साक्षात् देख्नुभएको थियो। यहाँ ऋषिले नै चिनिन्छ शिवजीलाई देखेको भनेर। यहाँ ऋषिको कारण नै दह र पानी तपभूमि बनेको कारण यहाँले गर्दै यहाँको कारण नै यो तपभूमि यति सुन्दर र शक्तिशाली ठाउँ बनेको हो। मैले तपाईँहरूलाई पहिलो जुन ठाउँ देखाएँ ऋषिहरू, उहाँ भने यहाँका पुजारीहरू हुनुहुन्थ्यो, जोगी हुनुहुन्थ्यो। उहाँलाई एक ठाउँ म मेरो भगवानकै शरणमा बस्छु भनेर यहाँ उहाँलाई देहान्तपछि यहाँ तल नै उहाँको सम्मानसहित उहाँलाई गाडिएको थियो। यहाँका पुजारीहरू यहाँ बस्नुहुन्छ यो छाप्रोमा, देख्न सक्नुहुन्छ। यो छाप्रो भन्छन्, मकान छाप्रो या मकान के भन्छन् त्यस्तै आजभोलि हामीलाई खास छैन। यो हामीलाई खासै नाम आउँदैन पहिलाको जस्तो, तर पनि धेरै पुरानो कालदेखि चलिआएको ठाउँ हो यो। यहाँ बस्नको लागि पनि ठाउँ बनाइएको छ। यहाँ पछि माथिल्लोपट्टि छत बनाइने छ र हामी अब भ्यू टावर तर्फतिर लागिसकेका छौँ। भ्यू टावरबाट हजुरहरूले यहाँको भ्यू टावरबाट पुरा बुटोलको दृश्यहरू देख्न सक्नुहुन्छ। किन हल्लाउने, कौन अरे हल्लाउने, अहिले तिनीहरूलाई जाने नि भन्ने यार, फेरि डर लाग्दाखेरि डर होला नि फेरि। त्यही हो कि भ्यू टावरमा आएको अवस्था। यता के भयो, एकदम टेन्सन भयो जस्तो। यिनीहरू अझै आउनु के हो। फाइनली हामी भ्यू टावरबाट सकेर तलतिर झर्दैछौँ गाइस, देख्न सक्नुहुन्छ। यहाँ हाम्रा पिताम्बर गुरु भनौँ कि के भनौँ, हजुर फाइनल देख्न सक्नुहुन्छ गाइस। यहाँ शिवजीको मूर्तिको सामुन्ने यस्तो तरिकाको मूर्ति बनाइसकेको छ यहाँ। अनि यहाँ वरिपरि पोखरो छ, देख्न सक्नुहुन्छ। हाम्रो टोलीहरू यता बसिसकेको छ, यहाँ जम्मा भइसक्यो। यहाँ केही खासै विशेष कारणले गर्दाखेरि जम्मा भएको छ। नन्दीलाई शिवजीको वाहन भनेर चिन्न सकिन्छ। हजुरहरूलाई जानकारी गराइदिएको छु। फाइनल देख्न सक्नुहुन्छ गाइज, हामी पाडेन दहबाट सकेर घरतिर फर्किँदैछौँ। घरको यहाँको दहको यात्रा सकियो र काम पनि सकियो। अब टुर खतम, अनि घर अब बिस्तारमा आराम। फाइनली देख्न सक्नुहुन्छ गाइज, हामी डाँडाकटेरी दहबाट झरेर डाँडाकटेरी आइपुगिसकेका छौँ। यहाँको दृश्य देख्न सक्नुहुन्छ गाइज, अति सुन्दर गोल पार्क छ यहाँ। र हाम्रो टोली पुरा झरेर आइसकेको छ, पुरा टोली यहाँ आइपुगिसकेको छ, देख्न सक्नुहुन्छ। यहाँको नजारा हेर्नुहोस् त कति खुबसुरत छ। आहा, राजदरबार जस्तै एकदम। फाइनल देख्न सक्नुहुन्छ गाइज, हामी डाँडाकटेरी तल्लोपट्टिको यो घर हेर्न सक्नुहुन्छ। यो घर कति छ, अत्यन्त सुन्दर छ। यो जुन मान्छेले बनाउनु भएको उहाँ चाहिँ यहाँ हुनुहुन्न है, तर यो घर पनि यहाँ बनाएर छोड्नु भएको छ, किनकि उहाँ अब इन्डियामा मालिकले नै उहाँलाई बनाउनु भनेर दिएको छ, त्यही भएर यहाँ घर बनाएर छोड्नु भएको रहेछ। ल गाइज, आज पनि भिडियो आज यतिनैसम्म, किनकि भिडियो धेरै लामो भइसकेको छ जस्तो लाग्यो मलाई। त्यही भएर आज यति नै, बाँकी होइन, पछि गरौँला नेक्स्ट पार्टमा।